सबैजनालाई स्वागत छ मेरो ब्रान्ड न्यू भ्लगमा। आज हामी जाँदैछौँ एकदमै टाढा नसोचेको ठाउँमा हैन। म चाहिँ खाली खुट्टै हिँडिरहेको छु, जुत्ता उतै बाइकमा छुटेर हिँडेर जाँदैछु। जुत्ता चाहिँ बाइकमै छुट्यो हैन, खाली खुट्टै छु, पुरै खुट्टा दुखिरहेछ गाइस। हाम्रो भान्जा चाहिँ यहाँ अगाडि छन्, हेर्नु यसरी खोला आइरहेको छ यहाँ चाहिँ। अनि अब उता गएर चाहिँ टाइम मिले अनुसार उतातिरको भिडियोहरुमा चाहिँ देखाउँला त्यताको सिनहरु। यहाँ हेर्न सक्नुहुन्छ तपाई कस्तो दृश्य छ भनेर। झुलुङ्गे पुल चाहिँ यति लामो छ, अवस्था यस्तो छ यहाँको हैन। लास्टै गाह्रो भइरहेको छ गाइस यार, खुट्टा दुखेर हिँड्नै सकिरहेको छैन। भान्जा चाहिँ यहाँ यसरी हिँडिरहेछन् अघि अघि। तपाईहरु देख्न सक्नुहुन्छ यहाँको दृश्य यति राम्रो ठाउँ छ हैन। यहाँको मान्छेहरुको दुःख पनि हेर्न सक्नुहुन्छ, यसरी सामानहरु बोकेर आइरहनु भएको छ। धेरै नै दुःख छ यहाँ, सबैतिर हरियाली हरियाली छ। अनि धान पनि लगभग पाकिसकेको छ यतातिर हैन। यो एरिया चाहिँ सल्यान पर्दो रहेछ। थोरै अब भान्जाको कुरा पनि सुनौ। भान्जा एकदम रमाइलो लागिरहेछ नि हैन। रमाइलो छ एकदम। पानी तरेर जान पाएको भए झन् मजा आउँथ्यो। हामी ठाउँसम्म पुग्दा रात परिसकेको थियो। भान्जे हजुर कस्तो लाग्यो बाटो? एकदम बाटो खतरा छ नि हैन। खै अवस्था कस्तो छ? अवस्था त डेन्जर छ, हेर्नु न। ए गाह्रो रहेछ यार, यहाँ पनि यस्तो बिजोग छ। जुत्ता त भर्खर लगाउन पाएँ मैले। हाम्रो टोलीहरु आउँदैछन्, हामी खोज्न जाँदैछौँ हाम्रो केटाहरुलाई हैन। ठाउँ कस्तो लाग्यो? के बबाल भन्ने यार, तँलाई कस्तो फिल भयो? मलाई त मस्त मजा आयो नि। ससुराले केही भन्नु हुँदै थियो, यहाँ बुझिएन। अरे मजा आयो नि। कस्तो भयो भनिदिनु न, कस्तो फिल कस्तो भयो भनिदिनु न। चप्पल लगाउनु, आफ्नो कथा भन्नु कस्तो लाग्यो? आफूले पुरै व्यवस्थितसँग आउनु भयो। यो के गर्नु भएको त यस्तो? यो पट भिजुको यार, यो आफ्नो पनि यार पछाड झोला पछाड ज्याकेट पनि ल्याउनु। ज्याकेट पनि हामीले त के यो अहिले हामीले लाउने हो। यो रोक्नु न अहिले। हट मलाई जाडो लाग्यो, म लगाउँछु अब। तपाई यार हामीलाई नभन्ने यार, एक्लै आइजाने। रातिको दृश्यहरु त्यस्तै भयो, फर्किने बेला आउँदैछन्। कस्तो लाग्यो ससुराजी मेला? मेला के त मेला त छेलै भयो यार। तेरी ठाउँ चाहिँ कस्तो लाग्यो? यहाँको वातावरणहरु? वातावरण त सुन्दर छ हैन। फेरि पनि आउँ जस्तो फिल हुन्छ हैन। यो त अनि फ्रेस हुन्छ त दिमाग, यस्तो डाँडा काँडा हेर्दा। ठिक छ, जे होस् फेरि पनि आउनु होला, घुम्नु होला हैन। बाँचेसम्म अब यही हुन्छ, अब मान्छेको रोजी यही छ, खेलमेलो यही हो हैन। टोलीहरु चाहिँ सामान बोकेर आउँदै गरेको अवस्था। टोलीहरु यताबाट आउँदैछन् हैन। हाम्रो टोलीहरु, हामी सामान लिएर यहाँ आइसक्यौँ। हाम्रो टोलीहरु भान्जामा आइरहेछन्। यो भान्जा यस यति बोक्न सक्दैन तिमीहरु भनेको त यस्तो भन्छन् त। भने त सजिलो हुन्छ, बसेर जाऊ न, सुक्खा छ यता। आज हाम्रो ससुरा हुनुहुन्छ धेरै खुसी हैन। ससुराजी कस्तो लागिरहेछ? यहाँ हुनुहुन्छ हाम्रो ससुराजी, हामी लागिरहेछौँ यहाँ ओह्रालोतर्फ। ड्याङ 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 गड्याङ ड्याङ माहौल यस्तो छ। हाम्रो टोली आएर यहाँ बसिसकेको रहेछ अगाडि, हामी चाहिँ पछाडि नै थियौँ। ए भगवान, बस पठाइदेऊ न र। झोलुङ्गे पुलमा डर मान्ने मान्छेलाई केटाहरूले यस्तो गर्दैछन्। अभी मैं गाली नहीं दे सकता। नहीं, गाली नहीं देना। फैमिली देखती है, वरना मैं ऐसे यस्तो बेला के भन्न चाहनुहुन्छ ससुरा? अब जे भन्छ त्यही मोबाइलले भन्छ। अब हैन, तपाईले भन्नुस् न एक दुई शब्द जाओस्, यस्तो गर्ने केटाहरुको के गर्नुपर्छ भनेर। कस्तो अब गइरहेको त अब समस्या दिनु पर्छ। अनि भान्जाको भनाइ के छ? फेरि आउने कि नआउने? नहीं, फिर भी नहीं आउनु पर्यो, दोहोऱ्याएर फेरि आउनु पर्छ यहाँ। एकचोटी आएर मात्रै पुग्दैन। यो के यो भान्जा? यो कुन? यो तेरे नाम स्टाइल हो? यो के हो यो खासमा? यो पानी परेर भएर मात्रै हो दुःख, यो दुःख हुन्न यार। अनि यो चाहिँ किन लजाइरहेछ भुतुक्क भएर? हामी दुईजना लाग्यौँ घरतर्फ बाइकमा, दुईजना मात्रै थियौँ। त्यसैले बाइकमा निस्क्यौँ, अरूजना चाहिँ गाडीको लागि वेट गर्दै हुनुहुन्थ्यो।
हामी नजिकै आउँदा आउँदै हाइड्रो पावरको यो काम चाहिँ भइरहेको रहेछ र यहाँ एकछिन उभिएर चाहिँ यो कुराहरू हेर्छौँ यहाँ चाहिँ के कसरी काम भइरहेको छ के कस्तो सबै भत्किएको देखेर मैले चाहिँ यहाँ एकजना स्थानीय व्यक्तिलाई सोध्दै चाहिँ कहिलेबाट यो सुरु हुन्छ र हाइड्रो पावरको कामहरू चाहिँ जुन अहिले भइरहेको छ यहाँबाट चाहिँ बिजुली सप्लायर चाहिँ कहिलेबाट हुन्छ बिजुली उत्पादन चाहिँ कहिलेबाट निकाल्न सुरु हुन्छ भन्ने कुराहरू सोध्दा अझै 5 वर्ष लाग्ने कुरा भयो त्यो कुराहरू सोधिसकेपछि हामी लाग्यौँ घरतर्फ यो धेरै लामो बाटोको यात्रा गरिसकेपछि हामी चाहिँ केही समयपछि पुग्छौँ घरमा तर उहाँको भिडियोहरू सबै देखाउन नपाउँदा चाहिँ दुःख लाग्यो र घरसम्म पुगेको केही भिडियोहरू पनि आउन पाएन त्यसको लागि एकदमै सरी सो भिडियो चाहिँ यहीँसम्म सकिन्छ त्यसैले सबैजनाले माया गरिदिनु होला र लास्टसम्म वाच गरिदिनु होला थ्याङ्क यू सो मच